माटोमा भोट किन? जिरो भ्रष्टाचार, विकासको अगाडि बढ्ने लक्ष्यका साथ श्रम संस्कृति पार्टी भ्रष्टाचारलाई जरैदेखि उखेलेर फ्याँक्ने र गाउँ गाउँमा टोल टोलमा पालिका पालिकामा कारखाना खोल्ने सबै बुद्धिजीवी सहनशीलता लगनशीलता भएको मानिसहरू श्रम संस्कृति पार्टीमा छन्। लोभ लालचा नभएका गरी खाउँ सबैलाई गर्नु दिनुपर्छ, श्रम गर्नुपर्छ, अल्छी गरेर हुँदैन भन्ने नाराका साथ सबैले योपालि खोटाङ्गे जनताहरूले आर्यन राईलाई धेरैभन्दा धेरै मतले विजय गराएर केन्द्रसम्म पुर्याउने हाम्रो हातमा छ। पहिलेकैतिर पछि लाग्ने, पहिलेकैलाई फेरि एकपल्ट दिउँ न त चान्स भनेर त्यसरी हेर्ने पालो छैन। अब रासोपाको स्वर्णिम वाग्ले, बालेन शाह, रवि लामिछानेको सबै अहिले पछि लागेको छ। कुरा सुन्दा पनि छक्कै पर्ने। तीन मिडियाले अहिले फुकेको फुकै छ, अमेरिका सेना आयो के गर्ला कसो गर्ला, एमसीसी पास गर्यो के अहिले घन्टीमय देश बनाउनु पर्छ भन्छ। तर एकपल्ट हर्क साम्पाङको पार्टीलाई पनि विचार गर्नु होला।